हेलो गाइज, वेलकम ब्याक टु माई न्यू ब्लग। आज चाहिँ स्याटरडे, अहिले दिउँसोको लगभग 1 बजेको छ। आज काठमाडौँको वेदर एकदम क्लियर रहेको छ। अनलाइनमा त पानी पर्छ भनेर देखाएको थियो, तर घाम चाहिँ लागिरहेको छ है। अहिले चाहिँ म कीर्तिपुरतिर जान लागेको हो। त्यहाँ मामा घरमा एउटा सानो सामान छोड्न जानु पर्ने थियो, त्यही भएर। घाम लागे पनि त्यस्तो गर्मी छैन, पानी परिरहेको भएर होला। ल यहाँ त वाल लगाउनु पो थालेछ, पुल लगाउनको लागि होला त्यहाँ जस्तो बनाएको। गाइस का क्या हम कर पाएंगे? बाटो चाहिँ बवाल छ है यहाँनिरको, तर स्पिड लिमिट चाहिँ जम्मा 50 हो। 50 चाहिँ इजिली पुग्छ, बाटो पनि ओह्रालो छ अलिकति। यो पुलमाथि चाहिँ ट्राफिकहरू बसिरहेको हुन्छ, त्यही भएर अलिकति सतर्क चाहिँ हुनुपर्छ यो ठाउँमा। स्पिड चाहिँ यत्तिकै नर्मल्ली पुग्छ कि 50 त। आज शनिबार, त्यसमाथि बाटो पनि खाली छ, खासै ट्राफिकहरू पनि छैन। ल हेर्नु साथीहरू, कस्तो मजाको छ बाटो। मैले यही ठाउँमा अस्तिको चोटि चिट खाएको थिएँ ओभर स्पिडिङको। ट्राफिक कहाँ बसेर त्यो स्पिड गनले चेक गरिरहेको हुन्छ त थाहा हुन्न कि यहाँ यस्तो रुखहरू छ, कहाँ बिचमा बसेर हान्छ भनेर चाहिँ थाहा हुन्न। जस्तै त्यो माथि राखेको जुन स्पिड क्यामेराले त यहाँनिर छ भनेर हामीलाई थाहा हुन्छ, तर चाहिँ जुन यो ट्राफिकहरूले जो ह्यान्ड गन लिएर बसेको हुन्छ नि, स्पिड गन, त्यो चाहिँ थाहा पाउन गाह्रो हुन्छ। ठिकै हो, हाम्रै सेफ्टीको लागि हो उहाँहरूले यति गरेको पनि। के हो यस्तो रेड परेछ त हो। अरू ठाउँमा चाहिँ यो लेफ्ट लेनहरू जहिले पनि खुला जो हुन्छ, तर यो ठाउँमा बल्खु चोकमा चाहिँ हामी लेफ्टबाट चाहिँ जान पाइन्न है। 1 2 3 गो। बालेन सरकारले यस्तो गाडीहरूलाई पनि ध्यान दिनुपर्ने भयो क्या। अब यस्तो धुवा पनि के होला। वेलकम टु त्रिभुवन युनिभर्सिटी। यो बाटो जाने हो हामी। आज नेपाल भर्सेस स्कटल्यान्डको पनि म्याच छ क्या सायद। यो ग्राउन्डमा हो कि मुलपानी ग्राउन्डमा हो कुनै थाहा भएन, तर आज म्याच चाहिँ छ है। बाटो हेर्दा क्लियर छ, तर यो बाटो पनि लास्टै बम्पी छ। फर्स्ट टाइम कोही आउँदै हुनुहुन्छ भने एकदम ध्यान राख्नु होला यो बाटो। त्यो डट बाइक चलाउने ऱ्याम्प जस्तो छ कि, उबाट खाबाट बम्पी हो। ठ्याक्क यहाँनिर छ कि त्यस्तो बाटो दबेको छ कुनै ठाउँमा, त्यही भएर। यहाँ रहेनछ कि के हो आज म्याच? मुलपानीमै रहेछ त्यो। त्यसो भए खासै क्राउड त देखिन्न, मुलपानीमै रहेछ जस्तो छ गाइस। ल हेर्नु साथीहरू, शनिबारको दिन कीर्तिपुर पुरै उर्लिएर आएको छ यहाँ क्रिकेट खेल्नको लागि। यो एरियामा धेरै लोकसेवा पढ्नेहरू बस्छ नि त, त्यही भएर शनिबार चाहिँ यो ग्राउन्ड चाहिँ, साइडको ग्राउन्ड चाहिँ भिडै हुन्छ जहिले पनि। ल हेर्नु, यहाँ पनि प्याक छ, क्रिकेटै खेलिरहेका छन्। ल यहाँ एक ठाउँमा, यहाँ 2 ठाउँमा, एउटै ग्राउन्डमा 2 ठाउँमा खेलिरहेका छन्। वेलकम टु कीर्तिपुर गाइस। कीर्तिपुर भन्ने यही हो। अब चाहिँ हामी यही बाटो सिधा अगाडि गएर लेफ्ट हान्नु पर्ने हुन्छ। बाटो चाहिँ साँघुरो छ कि यतातिरको, धन्न वान साइडको 4 व्हिलरहरूलाई ब्यान्ड गर्दैछ यो बाटोमा। 4 व्हिलर चाहिँ यताबाट जाँदा मात्रै पाइन्छ, आउँदा चाहिँ 4 व्हिलर अर्को बाटो आउनुपर्छ घुमेर, नत्र त यहाँ त खतरा जाम हुन्छ। आज शनिबार भएर हो क्या, सबै बन्द हुँदो रहेछ त यताको प्रायः जसो दोकानहरू। ल क्यालिबरको सोरुम पनि त रहेछ त यहाँ है। म धेरैचोटि आइसकेँ, तर मैले ख्याल गरेर थिएन क्या सोरुम पनि रहेछ यता क्यालिबरको। साउट आउट टु चिया दो बाटो। चिया पसल नभएको एरिया कुनै छैन अहिले काठमाडौँमा। जति यता डाँडातिर आउँदै गर्नुभयो त्यति जाडो हुँदै जान्छ क्या। जस्तै उता के अरे गोदावरी साइडतिर पनि जति माथि गयो उति चाहिँ चिसो हुँदै जान्छ क्या। यहाँ भेलीमा घाम लागिरहेको बेलामा पनि त्यहाँ अलिकति जाडो नै हुन्छ क्या। त्यो साइड पहाडहरू जङ्गल नजिकै छ, त्यही भएर हो त्यस्तो हुने। चोकमा त हन हान्नै पर्छ, नत्र कताबाट निस्किन्छन् भूत। लुक एट दिस पहाड गाइज। अरे यो देखेछ, पानी परिरहेर होला। ओए अब चाहिँ म अलमोस्ट पुग्न लागिसकेँ।